Bali. Yay! Enjoy your waterfall. Yes! Come. Yes! I'm pretty sure one every 6 weeks and you have to let them know 4 weeks in advance. Okay. So one अहिले हामी आलिङ भन्ने वाटरफलमा जाँदैछु हेर्नको लागि त्यहाँ चाहिँ 3-4वटा वाटरफल छ रे त्यहाँ जहाँ तपाईँले स्लाइड पनि गर्न सक्छ अनि पानीमा जम्प पनि गर्न सक्छ रे अनि त्यो वाटरफल चाहिँ अघि हामी बसेको ठाउँदेखि झन्डै 2 घन्टा जतिको बाटो हो रे अनि जाँदैछु अब 1 घन्टा पछि आउँछ होला Maar de ongan je sem dat je Bajishke. Mutang mo siling itong ske. Shit. Difficult because that's like a forest. Wow. If Agum So अहिले हामी चाहिँ यता वाशरुमको लागि स्टप गरेको अनि ड्राइभरले चाहिँ तेल गाडीमा तेल हाल्नु पर्ने छ रे अनि अहिले हामी अलिकति माथि भर्खर हामीले एउटा लेक देख्नुभयो नि तपाईँले हो त्यो लेक क्रस गरेर अलिकति माथि छ अब यहाँदेखि लगभग आधी घन्टा मात्र जाने रे अनि त्यो पछि हामी चाहिँ त्यो वाटरफलमा आइपुग्छ अरे ओके अब चाहिँ हामी पुग्न लाग्यो यहाँबाट 5-10 मिनटको बाटो रहेछ अनि बाटो सबै कालो ओह्रालो घुम्तीहरू टन्नै भएको अनि यदि तपाईँ गाडीमा चढ्ने बानी छैन भने चाहिँ अलिकति टाउको दुख्छ होला त्यस्तो मेरो सोचाइ मात्र अनि हामी त्यहाँ पुग्यो नि कि खानु पर्ला कि भनेर सोचेको ए गाडी चाहिँ यता पार्क गर्यो अनि यता रेस्टुरेन्ट टाइपको सानो एउटा रहेछ अनि उता पछाडि देखेको हरियो कलर काउन्टर भएको चाहिँ त्यहाँ चाहिँ तपाईँले टिकट काट्नु मिल्दो रहेछ अनि टिकटको चाहिँ एकजनाको 125,000 या इन्डोनेसियन रुपियाँ अनि दुईजनाको 250 भयो 250 भनेर लगभग $20 जति अनि तपाईँको यहाँ 3टा राइड रहेछ 3टा ट्रिप सर्ट मिडियम एन्ड लङ टाइपको होइन अनि त्यसमा चाहिँ आवर रहेछ सर्ट 1 घन्टाको मिडियम 3 घन्टाको अनि लङ चाहिँ 4-5-6 घन्टाको रहेछ Green Canyon. This is Green Canyon, not Grand Canyon. Yeah. Okay. I can hear the waterfall. अहिले हाम्रो गाइड चाहिँ पाइसक्यो अनि तपाईँको ट्रिपमा चाहिँ गाइड पनि इन्क्लुडेड हुँदो रहेछ अनि हामी फर्स्ट यहाँ हिँडिरहेछु त्यो चाहिँ उनीहरूले यतिकै नाम चाहिँ ग्रिन क्यानियन भनेर नाम राखेको रे अहिले म यताबाट वाटरफलको आवाज पनि सुनिरहेको छु अनि यो चाहिँ अब हाम्रो फर्स्ट स्टप होला एकदम यङ केटा रहेछ हाम्रो गाइड तल हिँडेर जाने I mean, the few stairs to going to the waterfall. Yep. Not many, Okay. but yeah, we feel it. Yeah, We you're feel right. the stairs. Yeah. And there are like a 2 locations. Okay. Yep. Yeah, the 3 lifeguard there. Oh, yes. Yeah. That's right. And yeah, like unsafe part. Yeah. You have to put, I have to think. Maybe you have to look first or do you want to swim? Maybe look and then Look swim. first and swim later. Yeah. What do you think? Yeah, that's it. What do most people do? What is better? Look first or swim first? Yeah, look first. Look first, right? Okay, hello. अब चाहिँ हामी पुग्न लागेको छ तर हामीले चाहिँ के भन्यो भने हामी फर्स्ट
हेर्छु अनि त्यो पछि चाहिँ बिस्तारै स्विमिङ गरेर मजाले स्लाइडिङ गर्ने जम्प गर्नेहरू सबै वाटर एक्टिभिटी चाहिँ हामी पछि गर्छु भनेको पहिला चाहिँ हामी हेर्नुपर्ने सबै हेर्ने भनेको अनि यता 3टा वाटरफल छ अरे ऊ त्यहाँ माथि देख्दो रहेछ देख्छ कि देख्दैन तपाईँले अनि 3टा वाटरफलमा 2टामा खेल्नु मिल्छ अरे एउटामा चाहिँ खेल्नु मिल्दैन एउटा चाहिँ यहाँबाट अलिकति टाढा छ अरे लाइफ गार्ड पनि छैन त्यो माथि अनि त्यो साइडमा चाहिँ ढुङ्गाहरू आउँछ अरे होइन अनि ठुलो छ अरे त्यसै कारण खेल्नु मिल्दैन अरे ओहो त्यहाँबाट मान्छे हम्फाल्ने Slide. Oh, okay. Oh, that's for the slide? Yeah. I need a life jacket. स्लाइड गर्नको लागि चाहिँ त्यो रहेछ मजाको वाउ वाउ देख्नु हुँदैछ तपाईहरुले त्यो माथिबाट हामी स्लाइड नेचुरल स्लाइड गर्नु मिल्छ अरे ऊ त्यहाँ जम्प गर्ने मान्छेले वाउ मलाई चाहिँ अलिकति एक्साइटमेन्ट आइसकेको छ अब पहिला हेरेर अनि हम फालिहाल्नु पर्यो Yeah, because we are in the Pandora, right? Oh. And you can see the trees of Avatar. And we have Tenzin right here. मजाको नि पानी चाहिँ अहिले त्यस्तो ठुलो पनि छैन रहेछ तर अहिले यो डिसेम्बर जनवरी फेब्रुअरी चाहिँ यता बालीमा चाहिँ उनीहरूको रेनी सिजन हो त्यसै कारण पानी अलिकति ठुलै हुन्छ भन्दै थियो तर यो पानी त त्यस्तो डरलाग्दो छैन रहेछ ल यता एउटा चिज कस्तो राम्रो छ भनेको सबैले यता गाउँहरू सबैले मिलेर अनि मजाले सबैले के भन्छ अर्गनाइज गरेर मिलाएर यो ट्रिप कस्टम ओ वाउ यता हेर्नु वाउ पानी कस्तो मजा आयो Where is it? It had a name, only the fall. Oh, no name. No name, eh? What we see now is called Aling. Aling is also named hidden in English. Oh, hidden waterfall. This is the creation of the idol. Wow. यो चाहिँ यो वाटरफलको नाम छैन अरे यो चाहिँ फ्रीमा बोनस हो अरे यो ट्रिपमा अनि अहिले हामी गएको वाटरफल चाहिँ आलिङ हामी गएको वाटरफलको नाम चाहिँ आलिङ भनेको चाहिँ लुकेको भनेको अरे मिनिङ चाहिँ बालीको वर्डमा लुकेको वाटरफल हो मान्छेहरू ड्रोन पनि गर्दो रहेछ ड्रोनको फुटेज मजाले लिनु सो हामी अब हेर्न जाँदैछौँ लुकेको वाटरफल अघि म भन्दै थियो यता चाहिँ के रहेछ गाउँहरू सबैले पैसा लिँदो रहेछ टुरिस्टलाई अनि त्यो पैसाहरू चाहिँ यतैको गाउँको मान्छेहरूलाई कामहरू गर्न दियो अनि तिनीहरूको माथि इन्भेस्ट गर्ने ठाउँ सफा गर्ने बाटो बनाउनेदेखि लिएर त्यसै कारण बाली इन्डोनेसियामा चाहिँ बाटोहरू सबै जहाँ गयो भने सानो छ तर एकदम राम्रो छ लु आयो वाटरफल हेर्नुहोस् वाउ Oh my god. Whoa. Wow. Oh, drone. I see drone. आइपुग्यो हामी बेबी
Aling waterfall. People are swimming? The one was for No, yeah. ओके भर्खर देख्नु भएको चाहिँ लुकेको वाटरफल अनि बालीको नाममा चाहिँ आलिङ मजाको रहेछ। हामी तलसम्म फोटो खिच्नु चाहिँ गएन किनकि त्यहाँ लाइन रहेछ नि त। बरु हामी यो पछिको वाटरफलहरू हेरेर अनि स्विमिङहरू गरेर मजाले एक्टिभिटीहरू गरौँ भनेको। अघि हामी आलिङ हेर्नु यताबाट गएको थियो। अब चाहिँ हामी यो तीनटा कोरिया केम्बार पुकुक त्यसको त्यहाँ जाँदैछु। त्यहाँ चाहिँ तपाईँले स्विमिङहरू खेल्नु मिल्छ जस्तो छ। यो तल त्यहाँ मान्छेहरू हम्फाल्दैछ। अब चाहिँ यतातिर आएर हामी पानीमा खेल्ने एक्टिभिटीहरू गर्ने हो। त्यसको लागि तपाईँले मेक स्योर तपाईँले एक्स्ट्रा लुगाहरू अनि कपडाहरू टावलहरू ल्याउने। लुगाहरू सबै यहाँ राखेको छ हामीले। अनि सेफ छ भन्दैछ। तपाईँले कान र अनि नेक्लेसहरू केही नलाउने रे। खालि तपाईँको गोप्रो छ भने गोप्रो लगेर जाने अनि हम्फाल्ने। यहाँ भएको सबैजना यता पानीभित्र पस्नको लागि रेडी। देख्नुभयो त मान्छेहरू हम्फालेको। अब म एकछिन हम्फाल्ने छ हम्फाल्ने हो स्लाइड मात्र गर्ने रे। म चाहिँ हम्फाल्ने स्लाइड गर्नको लागि त्यहाँ रहेछ अरे। Baby, are you ready? Yes. Okay. I'm scared though. Woo. I go first? Yes. Okay. Wait. 1, 2, 3, go! Woohoo! Yabada! 아 맛지게. I'm scared now. Let's go. Ready? Yes. Yeah, you can do it. It's that you can do it. अब चाहिँ हामी यहाँ स्लाइड गर्न गइरहेको छु। मान्छेहरू जम्प गरेको। Thank you so much. And for this, we have the science for you. Yeah. The science is made like this. That means good. I'm good. Yeah. And like this means I want to do twice. Oh, twice. Yeah. You want to do it again. Ah. Come up here and do it again. Ah. What if no good? What's no good? No good. Or this is mean also enough. Ah, enough. Yeah, we Okay. go to the next one. Ah. All right. Let's go. Okay, You go first. No. No. You stand there to record. Oh, record. Yeah. Step. Sit down. Sit down. Sit down. Sit down. Oh, you stand there. Yeah. Yeah, just sit down there. Oh, lower. Lower. Yeah. Right.
come. Again, him. Yeah. Relax. Relax, relax. Relax. Ready? 3, 2, 1. You want to go first? No, you go. Okay, this is the slide. Small slide. Baby slide. Baby slide. It's deep, deep. Deep. Deep, but you will feel the rock a little bit. Oh, I'll see the rock. Yeah. Oh, But it's okay. Don't worry. Lie down, yeah? Lie down. oh, that was good. Nagutsuma, Katsuma, Lakba. Oh, that's nice. That was good, right, baby? First. How was it, baby? That was really nice. Yeah, this is small, it's better. Yeah. Woohoo! यो चाहिँ मजाको रहेछ सानो अम्बो अघिको दुईटा त ठुलो ठुलो छ 6 feet something 6 meter यो चाहिँ 10 meter हो 10 meter यहाँबाट हम्फाल्नुको लागि अघि हामीले हम्फालेको चाहिँ 6 meter अनि उयो तल चाहिँ 15 meter त्यहाँ मान्छेहरू जम्प गरिरहेको चाहिँ यिनीहरू तल जम्प गरिसकेर तल पुगेको Yes? Oh my god. So you 15 meters ule jump हानिदिन्छु रे हाम्रो भिडियोको लागि Wow. Wow. Crazy. ल अब चाहिँ हामी फर्केको डर लाग्यो माइ लर्ड Starting from that side, yeah? Alright. 3, 2, 1, go! Yay! That was good.
ओके अनि हम फाल्यो मैले 10 मिटरबाट डराइ तर यहाँसम्म यस्तो टाढा आयो मलाई गर्नु नै थियो अनि गरिदियो गर्नु सक्दैन जस्तो लागिरहेको थियो मलाई तर गर्यो मैले अनि छङले पनि गर्यो 6 मिटर उसले गर्यो 15 मिटर मजा आयो मजाको एक्सपिरियन्स भयो हामीले सबै चिज एक खेप गर्यो फेरि गरेन फेरि गर्नलाई अलिकति के भन्छ डर टाइपको हुँदो रहेछ तर एकचोटि त गरेर छाड्छु भनेर हामीले एकचोटि यता पानी पर्न थाल्यो अघिको बाटो माथिमा पुग्यो यता हिलको माथिबाट जानुपर्छ अनि यता पानी बिस्तारै पर्दैछ अनि एकछिन म पनि सुत्न पर्यो अनि आजको भिडियो तपाईँलाई मन पर्यो भने मेरो भिडियो लाइक शेयर एन्ड सब्सक्राइब गरिदिनु अनि यतिमै धन्यवाद अर्को टाइम भेटौँ